हेलो साथीहरू नमस्कार। म चाहिँ आज पानीपुरी बनाउन गइरहेको छु। मेरो छोराले खाने रहर धेरै भइसकेको थियो गरेको नभ्याएर शनिबार अब शनिबार उसको पनि छुट्टी मेरो पनि छुट्टी भनेर बनाइरहेको छु। धेरै भइसकेको थियो मामा बनाइदिनु न भनेर भनिरहेको थियो। अब पोस्ट गर्दा ओर्दा त आइतबार भइसक्छ तर शनिबारको भिडियो हो यो। पानीपुरी खाने रहरमा धेरै खुसी भइरहेको छ क्या। मैले पानीपुरी मामुले पानीपुरी बनाइदिनु भयो भनेर खुसी भइरहेको छ। अब यदि रेडी पारेर छोरालाई दिइरहेको छु। छोराको रियाक्सन कस्तो आउँछ। उसले त मिठो भनिरहेको छ। खुसी पनि छ एकदमै। फेभरेटै हो कि पानीपुरी एकदम धेरै खुसी छ। कस्तो सामान खाइसकेर बाई बाई भनेर मैले भिडियो अलिक राखिहालेको छु क्या एडिट गर्न नपाइकन। यहाँ बुवा पनि हुनुहुन्छ, बुवाले पनि खानुभएको छ पानीपुरी तर लास्टमा थोरै क्लिप्स राखेको छु बुवाको पनि। ल बाई बाई गर्दा कालो चस्मा लगाएर खाएछ देखिने रहेछ। आँखामा चाहिँ आँखा बिरामी भनेर भयो। इन्फेक्सन भएको कारणले गर्दाखेरि चस्मा लाउनु भएको है साथीहरू। यति नै भिडियो। बाई बाई, टेक केयर।